हामी हराउनुको मुख्य कारण के हुन सक्छ? किराँत सन्देश। हार्दिक स्वागत सम्पूर्ण भगवान रूपी मानवजीहरूलाई भिडियोलाई अन्तिम समय हेरेर मन पर्यो भने लाइक शेयर कमेन्ट गर्नुहुने नै छ। पक्कै पनि सेवा रो। हामी हराउनुको मुख्य कारण के हुन सक्छ? किराँत सन्देश यस प्रकार छ त। आशीर्वाद पाउनुको सट्टामा शरापित हुने कर्म मात्रै गर्नुले, सत्यलाई आत्मसात गरेर सत्मार्गमा हिँड्दा साथै असत्यलाई साथ दिनुले, आफ्नो मुन्धुम धर्म कर्म संस्कारलाई गलत रूपमा प्रयोजन गर्नाले, प्रकृति भूमि मातृत्व मातृभाषा लिपि आमा बाबालाई कदर सम्मान नदिँदा र नपुज्दा, भगवानको नाममा जीव हत्या गरी कुल पितृ सेवा पूजा गर्नाले, सेवा पूजा गर्नाले मान्छे मात्र नभई पञ्चतत्त्वले बनेका सजीव निर्जीव सबै मनको सन्तान र सृष्टि हौं। सबै बाँच्नुपर्छ र संरक्षण गर्नुपर्छ भन्ने भावनात्मक बुझाइलाई मान्न सकिन्छ। आफ्नो नातागोता साइनो सम्बन्ध वंश नखोज्दा, बेवास्ता महत्व नदिँदा, पूर्वीय दर्शनलाई भुलेर पश्चिमी दर्शनलाई अनुसरण गर्दा आफै सर्वनाश भएका हौं। नो गेन। जय किराँत।